यता कुन ठाउँ अरे धमिले हैन यता नयाँ बस्ती म चाहिँ यहाँतिर घुमघाममा आएको छु है हेर्नुस् तपाईहरु सम्पूर्णले यहाँ मेरो यो म घुम्न आएको ठाउँको यो मरिनतिरको हेर्नुस् यहाँतिरको सानो भिडियो हेर्नुस् है हजुरहरुले ल हेर्नुस् है त यो माथि चाहिँ छाप भन्ने ठाउँ है यो माथि चाहिँ यतिर छाप हो अनि यतातिर चाहिँ धमिले हो धमिले अनि यो चाहिँ नयाँ बस्ती पारीपट्टि नयाँ बस्ती यही हो नयाँ बस्ती अनि यो लामो न लामो मरिन खोलाको पुल छ यो पुल लामो न लामो छ हेर्नुस् धेरै लामो छ पुल अनि पारीपट्टि सानो भन्ने ठाउँ छ है त हेर्नुस् यो पारी मरिन गाउँपालिका यो चाहिँ कति वडा नम्बर छ होला यतापट्टि चाहिँ पारीपट्टि कति हो थाहा छैन है हेर्नुस् यो चाहिँ कुन ठाउँ हो रे मरिन खोला कुन ठाउँ हो यो मरिन र हैन ल यो चाहिँ मरिन रहेछ मरिन म चाहिँ अब यता नयाँ बस्तीतिर लागेँ है त यहाँ कता बोर्ड पनि छ कता नयाँ बस्ती भनेर लेखेको अगाडि नयाँ बस्ती म चाहिँ यता नयाँ बस्तीतर्फ आउँदैछु है यता सिन्धुलीबाटको उता हेटौँडातिर जाने रोड छ है यो पारीपट्टि चाहिँ हाई रोड हेर्नुस् ल हेर्नुस् मरिन नयाँ बस्ती भन्ने रहेछ है मरिन नयाँ बस्ती मरिनको फाँडहरू पनि दामी सुन्दर ठाउँ रहेछ है हेर्नुस् है मरिनको फाँडहरू ल नयाँ बस्ती चोक यही भन्दो रहेछ है त यो चाहिँ उता यता भनेको सिन्धुलीबाट आउने बाटो है यता हेटौँडा जाने बाटो यता यो मासतिर चाहिँ मजबन रे मजबन जाने बाटो त होला नि अब कता हो हेर्नुस् ल मरिन खोलाको नयाँ बस्तीबाट देखिने ठाउँ